कृष्ण हरे कृष्ण हामी चाहिँ अब इस्कन धनगढीको लागि यो रुबस होटलबाट भित्र गल्लीमा छिरिरहेको छ बस होटल यहाँ छ हेर्नु अनि यसबाट ठ्याक्कै अनि यो गेटबाट यो यहाँ स्कुल छ स्कुल हो के हो यो अनि यहाँबाट हामी भित्र गएर चाहिँ अब हामी यता आउनु अनि धनगढी सिधै हामीहरूको लागि हिँडिसक्यौँ अब हामी 2-3 मिनटमा पुग्छौँ अब खै यो हरे कृष्ण गर्नु चाहिँ हामी इस्कन सर्किट हरि बोल हामीले गौरनिताईको दर्शन गऱ्यौँ। यति सुन्दर हुनुहुन्थ्यो गौरनिताई हरि बोल। त्यहाँ सबै दर्शन गरेर हामी चाहिँ अनि माताजीहरूसँग एकछिन फोटो लाग्यौँ। हामी चाहिँ यो धनगढी बजारमा बुक डिस्ट्रिब्युसनको लागि हिँडिरहेको छौँ अनि अब साँझसम्म के हुन्छ थाहा छैन। अब हामी साँझ अब हामी अब यता बुक डिस्ट्रिब्युसन गरेर यता चाहिँ स्कुल धनगढीले खतरा डिस्ट्रिब्युट गरिसकेछ तर पनि भगवानको कृपा गुरु महाराजको परमात्माको कृपा भएसम्म चाहिँ हामी डिस्ट्रिब्युट गर्ने भनेर हिँडिरहेछौँ अनि फेरि साँझ चाहिँ हामी अब लम्की फर्किनु पर्ने हुन्छ चिसापानी फर्किनु पर्ने हुन्छ सो हामी चाहिँ अब लेट्स हामी के हुन्छ साँझ खबर गरौँ। हजुर हजुर हरि बोल हामी चाहिँ धनगढीको भाटबटिनीमा आएको छौँ भन्दा पनि हामी अब जोस हिँडिराखौँ अब त्यही भएर अहिले अब यस्तो भाटबटिनी यस्तो देखेका थिएनौँ यहीँ देखेकै थिएनौँ त्यही भएर चाहिँ यहीँ देख्यौँ यत्रो ठुलो महल यत्रो हाम्रो स्कुल भइदिएमा कत्रो हुँदो। हामी चाहिँ त्यो भाटबटिनीको बाहिरको त्यो सिन कस्तो राम्रो थियो त्यहाँ एकछिन हामीले भिडियो बनायौँ अनि त्यसपछि चाहिँ कति सुन्दर थियो तर लास्टै अति सुन्दर हरि बोल। हरे कृष्ण हामीले चाहिँ त्यहाँ बुक डिस्ट्रिब्युसन गरेर फोटो खिच्यौँ अनि फर्क्यौँ। त्यसपछि हामी घर आयौँ। हरि बोल हरे कृष्ण बाई।